ए हजुर नमस्कार। आज म तपाईँहरूको माझमा आर्थिक र विश्वासको दुरुपयोग गर्न सक्ने व्यक्तिको केही सामान्य सङ्केतहरू सम्बन्धी मेरो आफ्नो अनुभव र बुझाइ साझा गर्न चाहन्छु। जीवनमा सबैभन्दा ठुलो धन पैसा मात्र होइन, विश्वास पनि हो। पैसा हराएर फेरि कमाउन सकिन्छ, तर एकपटक टुटेको विश्वास जोड्न धेरै गाह्रो हुन्छ। म यहाँ कसैलाई दोष लगाउन वा आरोप लगाउन आएको होइन, केवल हामी सबै सचेत बनौँ भन्ने उद्देश्यले केही कुराहरू साझा गर्दैछु। यी सबै कुरा सबै व्यक्तिमा लागू हुन्छ भन्ने पनि होइन, तर यस्ता व्यवहार बारम्बार देखिए भने एकपटक सोच्नुहोला। र म बुँदामा जाँदैछु। पहिलो कुरा, धेरै मिठो कुरा गरेर छिट्टै तपाईँको विश्वास जित्न खोज्छ। दुसरा, बारम्बार पैसा सापट्टि माग्छ। 2 दिनको लागि हो, छिट्टै फिर्ता गर्छु भन्छ, तर पैसा फिर्ता गर्ने बेला बाहना बाहना बनाउँदै टार्दै जान्छ। त्यस्तो व्यक्ति ख्याल गर्नु होला। अनि आज एउटा कुरा गर्छ, भोलि अर्को। पहिलेको बोलीको र अहिलेको पछिको बोलीको कुरो मिल्दैन। चौथा, तपाईँले विश्वास गरेर भनेका गोप्य कुराहरू पनि अरूलाई भनिदिन सक्छ। त्यस्तो। पाँचौँ, काम पर्दा मात्र सम्पर्क गर्छ, काम नपर्दा तपाईँलाई वास्ता व्यवस्था केही पनि गर्दैन, केही मतलब छैन। छैठौँ, तपाईँको दुःख, कमजोरी र भावनाको फाइदा उठाएर आफ्नो स्वार्थ पुरा गर्न चाहन्छ। सातौँ, अहिले नै पैसा चाहियो, 2 दिनमा फिर्ता गर्छु भन्दै अनि हतारमा निर्णय गराउन दबाब दिन्छ। अनि त्यो 2 दिनको लागि के प्रमाण बनाउनु पर्यो, के कागज बनाउनु पर्यो भन्छ, कागज पनि बनाउन खोज्दैन। अनि आर्थिक कारोबार गर्दा कुनै लिखित प्रमाण, हिसाब किताब वा स्पष्ट राख्न चाहँदैन। साथीहरू, यी सबै सङ्केत भएका हरेक व्यक्ति गलत नै हुन्छन् भन्ने त होइन, तर विश्वास गर्नुहोस्, तर प्रमाण पनि राख्नुहोस्, सहयोग गर्नुहोस्, तर सोचेर गर्नुहोस्, सम्बन्ध जोगाउनुहोस्, तर आफ्नो आत्मसम्मान र मेहनतको कमाइ पनि जोगाउनुहोस् है। धोका पर्या अपरिचितबाट होइन, हामीले धेरै विश्वास गरेका व्यक्तिबाट नै हुन्छ। यही सानो जनचेतनामूलक सन्देशका साथ आज म हजुरहरू सामुन्ने बिदा भएँ। हस्त धन्यवाद, नमस्कार।